यो एमकेएस एजुकेसनको एमकेएस आइएलटिएस एप हो। नेपाल्स ओन्ली फुल फ्लेजेज आइल्स एलएमएस पोर्टल हो यो। यहाँबाट तपाईँले युजर गाइड हेर्न सक्नुहुन्छ, आइल्सको गाइड हेर्न सक्नुहुन्छ। यो बटन क्लिक गरेर एमकेएस एजुकेसनमा आइल्सको लागि के हामीले प्रोभाइड गर्छौँ त्यो हेर्न सक्नुहुन्छ। र यहाँ चाहिँ डिफ्रेन्ट सेक्सन्सहरू लिसनिङ, रिडिङ, राइटिङ र स्पिकिङ सेक्सन्सहरूको बटनहरू दिएको छन्। र यहाँबाट फुल लेन्थ टेस्ट गर्न सकियो। यहाँबाट ग्रामर हेर्न मिल्यो, भोक्याब र आइल्स रिलेटेड इन्फोहरू यहाँबाट हेर्न मिल्यो। यहाँ बाँकी कन्टेन्टहरू छन्, तर यो भिडियोमा चाहिँ हामी राइटिङ टेस्ट कसरी गर्ने र के फिचर्सहरू छन् र यो रियल टेस्टसँग कतिको सिमिलर छन्, कतिको डिफ्रेन्ट छन् त्यो कुरा चाहिँ देखाउन गइरहेको छु। सँगसँगै यो हाम्रो राइटिङ टेस्ट चाहिँ दुई तरिकाबाट टेस्ट गर्न सकिन्छन्, इभ्यालुएसन गर्न सकिन्छन्। एउटा चाहिँ हाम्रो आइल्स इन्स्ट्रक्टरहरूले इभ्यालुएसन गरिदिन्छन् र अर्को तरिका भनेको एआईले इभ्यालुएसन गरिदिन्छन्। एआईले इभ्यालुएसन गरेकोमा पनि रिभ्यू चाहिँ गरिदिनुहुन्छ र एआईले इभ्यालुएसन गर्दाखेरि पनि त्यहाँ चाहिँ सबै कुराहरू राखिएको हुन्छन्। तपाईँ कुन पोइन्टमा विक हुनुहुन्छ, तपाईँको कहाँ मिस्टेक्सहरू छन्, तपाईँले के कुरामा इम्प्रुभ गर्नुपर्ने हुन्छन्, त्यो सबै कुराहरू चाहिँ हाम्रो एआईले लास्टमा तपाईँको राइटिङ टेस्टको रिजल्टमा रिपोर्ट बनाएर तपाईँलाई प्रोभाइड गर्छन्। यो चाहिँ स्टुडेन्टहरूको लागि धेरै नै उपयोगी हुन्छन्। राइटिङ टेस्ट यहाँबाट पनि गर्न मिल्यो, यहाँबाट पनि गर्न मिल्यो। यो बटन क्लिक गरेर हामी राइटिङ टेस्टमा छिर्न मिल्छन्। यहाँ तपाईँले देख्न सक्नुहुन्छ जम्मा 10 वटा सेट छन् र इच सेटमा 8 वटा टेस्ट हुन्छन्। द्याट मिन्स 10 × 8 = 80 वटा टेस्ट चाहिँ हाम्रो पोर्टलमा छन्। म एउटा टेस्ट तपाईँहरूलाई गरेर देखाउन गइरहेको छु। अब यहाँ यो याद राख्नु होला, यहाँ ब्याक बटन पनि छन् हाम्रो एपमा र म एउटा कुनै टेस्ट गर्न गइरहेको छु। 18.2 यसरी आउँछन् इन्टरफेस र तपाईँ ब्राउजरमा खोलिराख्नु भएको छ भने यसलाई फुल स्क्रिन गर्दा भयो। अदरवाइज एपमा यो फुल स्क्रिन नगरेर डाइरेक्ट टेस्ट स्टार्ट गर्दाखेरि पनि फरक पर्दैन। यो नर्मली चाहिँ हामी ब्राउजरमा गर्ने स्टुडेन्टहरूले माथि हेडर र फुटरले गर्दाखेरि कन्टेन्ट एरियाहरू कम देखिने भएको कारणले गर्दाखेरि हामीले फुल स्क्रिन फिचर राखेको छौँ। तपाईँले युज गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी डाइरेक्ट टेस्ट स्टार्ट गरिरहेछौँ। यहाँ लोगो भयो, यहाँ चाहिँ हाम्रो राइटिङ टेस्टको नाम भयो, यो चाहिँ एआईको भर्जन भयो। त्यसपछि यहाँ टास्क 1, टास्क 2, यहाँ चाहिँ टाइमर, उल्टा टाइमर चलिरहेछन् र त्यसपछि फुल स्क्रिन मतलब अहिले पनि तपाईँले फुल स्क्रिन गर्न सक्नुहुन्छ र तपाईँले दुईटै टास्क गरिसकेपछि चुज ए स्कोरिङबाट तपाईँले एआईले इभ्यालुएट गर्ने कि हाम्रो इन्स्ट्रक्टरले इभ्यालुएट गर्ने त्यो कुरा चाहिँ चुज गर्न सक्नुहुन्छ। यहाँ नेक्स्ट बटन छन् फर अदर टास्क, यहाँबाट नेक्स्ट गरेर टास्क 2 मा जान सक्नुहुन्छ और डाइरेक्ट टास्क 2 लाई क्लिक गरेर टास्क 2 मा जान सक्नुहुन्छ। यहाँ मैले दुईटा स्याम्पल एन्सर लेखेर राखेको छु ताकि तपाईँलाई रिजल्टमा कस्तो देखिन्छन्, कसरी उसले चाहिँ इभ्यालुएट गर्छन् त्यो कुरा चाहिँ देखाउन सकौँ। यहाँ चाहिँ एउटा स्याम्पल एन्सर छन्, यो स्याम्पल एन्सर मैले राखिदिएँ। कम्तीमा 150 वर्डको हुनुपर्छन्, बढी चाहिँ लेख्न पाइयो। र त्यसपछि हामी चाहिँ टास्क 2 मा गइरहेको छौँ र टेक्स्ट 2 मा कम्तीमा 250 वर्ड चाहिन्छ नि, त्योभन्दा कम चाहिँ लेख्नुहुन्न। टास्क 2 को लागि पनि मैले एउटा स्याम्पल एन्सर तयार पारेर राखेको छु र यहाँ चाहिँ 250 वर्ड रिक्वायर्ड थियो, मैले 350 को लेखेको छु। त्यसपछि चाहिँ म यो चुज ए स्कोरिङ भन्ने बटन क्लिक गर्न गइरहेको छु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, तपाईँले दुईटा मोड मध्येमा एउटा मोड चुज गर्न सक्नुहुन्छ। इन्स्टेन्ट एआई रिपोर्ट मोड चुज गर्नुभयो भने इन्स्टेन्ट तपाईँले एन्सर पाउनुहुन्छ र म्यानुअल रिभ्यू चुज गर्नुभयो भने तपाईँले 30 मिनटमा चाहिँ एन्सर पाउनुहुन्छ। किनभने यो म्यानुअल रिभ्यूमा गएपछि हाम्रो इन्स्ट्रक्टरलाई एउटा इमेल जान्छन् र इन्स्ट्रक्टरले इभ्यालुएसन गरेर तपाईँको रिपोर्ट बनाइदिनुहुन्छ अथवा स्कोर दिनुहुन्छ। त म अहिले तत्काल इन्स्टेन्ट एआई रिपोर्ट मैले चुज गरिरहेको छु र त्यसपछि एकछिन उसले चाहिँ अपलोड गर्न टाइम लिन्छन् र ओभरअल 8 मैले पाएको छु। एक्चुअली यो चाहिँ एउटा स्टुडेन्टले लेखेको राइटिङ हो, त्यस कारणले यहाँ 8 पाएको हो। र यहाँ चाहिँ व्हाट यु डिड वेल, यहाँ चाहिँ मेन प्रब्लम के छन् त्यसको बारेमा लेखिएको छन् र यहाँ प्र्याक्टिस प्लान लेखिएको छन्। आइल्सको रियल टेस्टमा जुन अल्गोरिदम युज गरिएको हुन्छन् हामी 99% सिमिलर अल्गोरिदम युज गरेको छौँ। त्यस कारणले गर्दाखेरि हाम्रो यहाँ इभ्यालुएसन गरिएको स्कोर चाहिँ हाइली एकुरेट हुन्छन्। र यहाँ टास्क अचिभमेन्टमा हामीले
उसले चाहिँ रिपोर्ट बनाएको छन्। त्यसपछि चाहिँ तपाईँले यहाँ त्यसको पनि इस्यु चाहिँ कहाँ छन्, सजेसन के छन् र यो किन आयो, स्ट्रेन्थ के छन् त्यो दिएको छन्। तेस्रो सेक्सनको पनि उसले चाहिँ स्ट्रेन्थ, इस्युज, सजेसन र यो किन आएको छन् त्यो दिएको छन्। र त्यसपछि ग्रामेटिकल रेन्ज एन्ड एकुरेसी पनि दिएको छन्, सजेसन एन्ड इम्प्रुभमेन्ट पनि दिएको छन् र सबै गरेर हाम्रो यहाँ चाहिँ स्कोर चाहिँ दिएको छन्। यसरी तपाईँले आफ्नो रियल स्कोर चाहिँ चेक गर्न सक्नुहुन्छ। यस, यो एआईले चेक गरेको हो र तपाईँले अब नर्मल राइटिङ लेखेर पनि डिफ्रेन्ट एआई मोडलहरूलाई दिएर राइटिङ चेक गराउन सक्नुहुन्छन्। समस्या के हुन्छन् भने तपाईँले दिएको जुन राइटिङ हुन्छन् त्यति बेला इन्स्टेन्ट कुन अल्गोरिदम एआईले युज गर्छन् त्यसमा डिपेन्ड पर्ने हो तपाईँको स्कोर। तपाईँले त्यत्तिकै लेखेर एआईले दिनुभयो र एआईले एउटा सर्टेन स्कोर दियो भने त्यो त्यति विश्वासिलो नहुन सक्छन्। त्यहाँ चाहिँ ऱ्यान्डम अल्गोरिदम युज गरेको हुन सक्छन्। तर हामी यहाँ चाहिँ फिक्स अल्गोरिदम युज गरेको छौँ, जुन चाहिँ रियल टेस्टमा अल्गोरिदम युज गरिन्छ। अब यसको लागि हामीले रिसर्च गरेको थियौँ र अलिकता मेहनत गरेको थियौँ, त्यस कारणले गर्दाखेरि त्यो चाहिँ हामीले अचिभ गर्न सक्यौँ। कहिलेकाहीँ हामीले केही पनि नलेखेर यसलाई स्कोरिङ गर्न भन्छौँ र केही स्कोर उसले दिन्छन्। त्यो भनेको के हो भनेपछि कहिलेकाहीँ तपाईँको रियल टेस्टमा पनि तपाईँले थोरै अथवा मिस्टेक लेखेर आउनुहुन्छ, त्यही पनि तपाईँलाई केही ब्यान्ड आएको हुन्छन्, 2 ब्यान्ड 3 ब्यान्ड आएको हुन्छन्। लगभग त्यही अल्गोरिदम यहाँ युज गरिएको कारणले गर्दाखेरि तपाईँले प्लेन पनि XYZ ABC लेखेर दिनुभयो भने केही स्कोर चाहिँ यसले दिएर पठाउँछ। एक्चुअली यो भनेको रियल टेस्टकै अल्गोरिदम हो। 0 भन्दा पनि केही न केही ब्यान्ड, 1 ब्यान्ड अथवा 2.5 ब्यान्ड चाहिँ दिएको हुन्छन्। र त्यो कुरामा चाहिँ कन्फ्युज नहुनुहोला। र तपाईँले प्रोफाइलमा जानुभयो भने यहाँबाट अब अरू टेस्टमा चाहिँ डाइरेक्ट यहाँ प्रोफाइलको बटन हुन्छन्, यहाँ चाहिँ हामीले राखेको छैनौँ। यदि तपाईँले प्रोफाइलमा जानुभयो भने यो टेस्टको तपाईँले यहाँबाट पनि रिपोर्ट हेर्न सक्नुहुन्छ। जस्तो कि हामीले अहिले राइटिङ टेस्ट गऱ्यौँ र राइटिङ टेस्टको 18.2 गरेको थियौँ हामी र यसको चाहिँ यहाँ तपाईँले हामीले लेखेको, जस्तो कि फर्स्ट टेस्टमा 249 को लेखेको थियो र सेकेन्ड टेस्टमा 350 वर्डको लेखेको थियो, यहाँ छन्। र एआईको रिपोर्ट पनि हामीलाई यहाँ प्रोभाइड गरिएको छन्। र प्रोफाइलबाट अरू धेरै कुराहरू ट्र्याक गर्न सक्नुहुन्छन्। तपाईँको ओभरअल ओभरभ्यू हुन्छन्, त्यो सबै दिएको हुन्छन्। कति एटेम्प्ट गर्नुभयो, रिडिङमा कति एटेम्प्ट गर्नुभयो, रिडिङको के स्थिति छन्, त्यसपछि लिसनिङको के स्थिति छन्, कतिचोटि एटेम्प्ट गर्नुभयो, राइटिङको के स्थिति छन्, कतिचोटि एटेम्प्ट गर्नुभयो, स्पिकिङ, फुल लेन्थ टेस्ट। र यहाँ चाहिँ ग्राफ पनि दिएको हुन्छन्। जस्तो कि मैले फर्स्ट टेस्टमा गर्दाखेरि 2.1 कि 2.2 थियो र एकैचोटि 8 आयो, 9 भन्दा अलिक कम। त्यो सबै कुरा चाहिँ यहाँ हामीले ग्राफबाट पनि बुझ्न सक्छौँ। सँगसँगै हामी इन्स्ट्रक्टरलाई इमेल अथवा व्हाट्सएप गर्न सक्छौँ यो बटनलाई क्लिक गरेर।